गरिरहेको छ। म चाहिँ रोसिलालाई भेट्न गइरहेको छु। अब त्यहाँको रियाक्सन कस्तो हुन्छ र अब हेरौँ है प्र्याङ्कको चाहिँ रिजल्ट कस्तो आउँछ हेरौँ है। साथीहरू चाहिँ लास्टसम्म हेरिदिनु ल। हामीले चाहिँ अन्तिमलाई पेसरले हानेर बिउ गर्नुभएको छ भनेर भन्दा थिएँ। कसरी भनौँ भन्ने भइरहेको थियो मलाई चाहिँ। त्यसपछि कानमा भने सबैले सुन्यो भने फेरि के होला भने कानमा भन्ने भन्न त भने म चाहिँ हाँसोले मरेँ। म चाहिँ हाँसो मैले कन्ट्रोल गर्न सकेन। यता हेर्नु न मेरो खाप्छु उता आँखा पिलिक्क पार्दै हेर्नु भएको छ। तर म रोएको जति गरेर आफ्नो फेस छोपेर हाँसिरहेको थिएँ। उहाँ त झट्टपट्ट मेरो कुरा सुनेर त टाउको रुमल सुमल फालेर मलाई तानेर मलाई सोधेर हे भगवान्। त्यसपछि त अब हेर्न सक्नुहुन्छ उहाँको रियाक्सन कस्तो छ भनेर सोच्नु हेर्न सक्नुहुन्छ है साथीहरू। मलाई कसम खानु भन्नुभएको थियो। मैले चाहिँ मेरो कसम खानु भन्नुहुन्थ्यो। म कसम खाँदिनँ, कसम चाहिँ हो मात्रै भनिरहेको थिएँ। त्यसपछि पुलुक्क दाइलाई हेर्नुभयो क्यामेराम्यानलाई। उहाँ चाहिँ मुहाल लुकाएर बनाइरहनु भएको थियो। त्यसपछि घुम्टे परेर रुन लाग्नुभयो। माइ गड म के गरौँ भन्नेतिर लाग्यो। त्यसपछि मैले दारा दाँत देखाएर हाँस्न लागेँ र उहाँलाई पनि सिरियसली लिनुभएको रहेछ। त्यो सम्झाएँ मैले प्र्याङ्क गरेको नरुनु भने। पछि भन्नुभयो अरू प्र्याङ्क गरेको भए त हुन्थ्यो नि, मम्मीको प्र्याङ्क किन गरेको भनेर अब रुवाउनु नि थियो त। यति धेरै त रुवाउनु थिएन तर हल्का आँसु खाल्दिनु परि थियो यो प्र्याङ्कबाट। कमेडी पनि गर्नु थियो तर कमेडी हाम्रो यो प्र्याङ्क चाहिँ लास्टै गहिरो हुन पुगेछ। रुन लानुभयो, सम्झिँदै सम्हाल्नु भएन, सिधै सम्झिनु भएन। भनिरहेको छु रुइरहनु भएको छ। प्र्याङ्क भनेको नि होइन भन्दै रुनु भएको थियो नानी चाहिँ। बाबुलाई यता आउनु भनेको चाहिँ नजिक आउनु भनेको त एकछिन त हेर। मेरो रियाक्सन हेर्नु न, मेरो रियाक्सन रिसले यस्तो भएको थियो कि के गर्ने। क्यामेराम्यानकै खाप्चो फुलाउँदै जस्तो लाग्यो तर के गर्ने, केही भन्न सकेन मैले। हामी चाहिँ उहाँलाई रोसिला मेरो नन्दलाई हाँस्नु भन्यो कान पक्रेर पनि भएन, कान समातेर सरी भनेर पनि भएन। हेर्न सक्नुहुन्छ तपाईँले उहाँको रियाक्सन। रुइरहनु भएको थियो। क्यामेराम्यान चाहिँ हाँस्ने मात्रै काम भएको थियो। हाँसेर दाँत मात्रै देखाइरहनु भएको थियो। एकछिन क्यामेराम्यानलाई गाली गरेँ। हेर्नु सक्नुहुन्छ गाइस हाम्रो रियाक्सन। यतिसम्म चाहिँ प्र्याङ्क गर्नुपर्छ है, किनकि मान्छेलाई एक थोपा आँसु खसाएन भने त्यो पीडाहरू सधैँ शरीरमा रहिरहन्छ। त्यसपछि हँसाइदिएको त खिट हाँस्न लाग्नुभयो। आजको प्र्याङ्क चाहिँ यत्तिकै समाप्त भयो र भ्लग पनि समाप्त भयो। सबैले लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गरिदिनु होला।